डिफ्रेन्ट कन्ट्रिजहरूकोमा चाहिँ जस्तै सिङ्गापुर जस्तो डेभलप्ड कन्ट्री जसले चाहिँ इच इयर उनीहरूले अलमोस्ट 7 to 8% उनीहरूले ग्रोथ गरिरहेछ, उनीहरूको र हाम्रोमा के डिफर गर्न जान्छ त? अब यो त म इकोनोमिक्सको स्टुडेन्ट होइन, त्यस हुनाले मैले पोलिसी त्यति मेकिङमा धेरै चाहिँ मैले गहिरिएर त तपाईँलाई अहिले भन्न सक्दिनँ होला। तर मेरो चाहिँ मोटामोटी छिपछिपे नलेजका आधारमा भन्दा, त्यो पनि हामीले अनेस्टली भन्नुपर्ने हुन्छ, मोटामोटी एउटा अब्जर्भेसनका आधारमा हेर्ने हो भने पहिलो कुरा त त्यहाँ चाहिँ गभर्नेन्सको एउटा राम्रो व्यवस्था चाहिँ छ भन्ने देखिन्छ। त्यो गभर्नेन्स, त्यो सुशासन कुरा हो। त्यो पनि कहाँबाट आउँछ भन्दाखेरि लिडरसिप क्वालिटीले पनि फरक पार्छ। तपाईँले ली कुआन यूको जुन तपाईँले अटोबायोग्राफी हेर्नु हो भने त्यो लिडरसिपको क्वालिटी, लिडरसिपको कमिटमेन्ट र लिडरसिपले अरूको चाहिँ फेथ गेन गर्न सक्ने त्यो एउटा पर्सपेक्टिभ देखिन्छ, जहाँ हाम्रोमा त्यो खालको इन्भाइरोमेन्ट अहिलेसम्म बन्न सकेको छैन। गभर्मेन्टहरू पनि 5 वर्ष भनौँ न, अहिलेसम्म हाम्रो 7 सालदेखि अहिलेसम्म 5 वर्ष पनि एउटै प्रधानमन्त्रीले शासन गरेको रेकर्ड चाहिँ पाइँदैन। र एभरेजमा जाने हो भने हाम्रो चाहिँ एउटा सरकारको आयु 1-1.5 वर्ष होला होइन। त्यस हुनाले त्यो एउटा एस्पेक्ट छ। दोस्रो एस्पेक्ट इकोनोमिक पोलिसीमा अब रिसोर्सको एभाइबिलिटीको पनि पर्सपेक्टिभ हुन्छ। त्यस हुनाले उनीहरूसँग के रिसोर्स एभाइलेबल छ, हामीसँग के छ, र अहिले चाहिँ भएको त्यो रिसोर्सको मार्केट भ्यालु के छ भन्ने कुराले मार्केट डिमान्ड पनि के छ भन्ने कुराहरू पनि फरक पार्छ। जस्तो चाहिँ यो अरेबियन कन्ट्रिजहरूमा तेलको कारणले गर्दाखेरि इकोनोमी माथि छ, यद्यपि त्यसलाई पनि रेन्टायर इकोनोमी भन्छ। त्यसले पनि लङ टर्म कति काम गर्छ भन्ने सबै हामीले घर भाडा लाएर चाहिँ भाडा खाए जस्तै त्यो पनि त्यही पेट्रोल बेचेर गर्ने खालको छ। त्यस हुनाले त्यो आएको पैसालाई अन्त कति चाहिँ रिइन्भेस्ट गरियो अथवा क्यापिटल इन्जेक्ट गरियो मार्केटमा भन्ने पर्सपेक्टिभहरू पनि आउन सक्छ। त्यो दोस्रो कुरा होला। र तेस्रो र महत्त्वपूर्ण कुरा त के हुन्छ भने अहिलेको कन्टेक्स्टमा रिसोर्स मात्रै होइन, नलेज इकोनोमी इज अल्सो भेरी इम्पोर्टेन्ट होइन। कतिपय कन्ट्रीमा त केही रिसोर्स छैन, बट दे आर डुइङ बेटर। त्यो केले गरिरहेछ भने उनीहरूको नलेजले गरिरहेछ। नलेज इकोनोमीको कुरा हुन्छ। अब पछिल्लो दिनमा सिङ्गापुरमा हेर्नु हो भने अब इन्टरनेसनल आर्बिट्रेसनको सेन्टर उनीहरूले एउटा हबको रूपमा डेभलप भइराखेको छ भन्दाखेरि त्यहाँ उनीहरूले जुन फेसिलिटी प्रोभाइड गर्छन् त्यो बापत उनीहरूको टुरिज्ममा कन्ट्रिब्युट हुन्छ, इकोनोमिक जेनेरेसन हुन्छ। यो धेरै एस्पेक्टहरू छन्। त्यस हुनाले यसमा म अहिले डिटेलमा जान पनि सक्दिनँ र त्यो मेरो स्टडीको त्यति स्ट्रङ एरिया पनि होइन। दुईवटा कुरा चाहिँ इम्पोर्टेन्ट, एउटा रुल अफ ल छ कि छैन, इन्स्टिट्युसनहरूले वेल फङ्सन गर्न पाउने इन्भाइरोमेन्ट छ कि छैन, करप्सनको लेभल के छ, र लिडरसिपको चाहिँ फेयरनेस, त्यो लिडरसिपको चाहिँ करिश्मा मात्रै होइन, उसको फेयरनेस, लेभल अफ फेयरनेस के छ भन्ने कुराले पनि म्याटर गर्छ। र हाम्रोमा एउटा अनफर्चुनेट के हो भने लिडरसिपको फेयरनेस होला नहोला आफ्नो ठाउँमा होला, त्यसको अहिले म कसैलाई कन्डेम गर्न गएको होइन कि त्यो हाम्रो लिडरसिपमा फेयरनेस छैन भन्ने जुन आम मान्छेमा परेको छ नि, आम मान्छेमा परेको छ नि, भएर पर्यो कि नभएर पर्यो, कति भएर कति पर्यो त्यो चाहिँ छुट्टै विश्लेषणको विषय होला। तर आम मान्छेमा एउटा दृष्टिकोण के छ भने हाम्रो लिडरहरू करप्ट भए, लिडरहरू चाहिँ के फेयर भएनन्। त्यस हुनाले हरेक ठाउँमा आफ्नो मान्छेहरू राखेपछि मात्रै सुरक्षित भइन्छ भन्ने आधारमा इन्स्टिट्युसनहरूमा पेनिट्रेसन गर्ने र काम गराउने भएपछि त्यहाँ बायसनेस पनि भयो, फेयरनेस पनि भएन, इक्वल सिचुएसनका मान्छेहरूलाई डिफ्रेन्टली ट्रिट भयो भन्ने जुन पिपुलमा परेको छ नि, हो त्यो चाहिँ हाम्रो लागि सबैभन्दा चाहिँ पेचिलो प्रश्न हो भन्ने मलाई लाग्छ।